मामा नमस्कार। नमस्कार सन्चै हुनुहुन्छ? हजुर सन्चै। अनि तपाईँले हाम्रो यो गाउँमा आएर बसेर तपाईँ इराक कति वर्ष जानुभयो र त्यहाँबाट फर्केर आएर यो हाम्रो यो दुर्गम ठाउँमा पनि यति मिहिनेत गरेर हाम्रो बसाइ सर्ने गाउँहरू यहाँबाट पलायन हुनेलाई पनि तपाईँले रोकेर आज गाउँ हराभरा बनाउनु भएको छ। यस्तो यो विकट ठाउँलाई पनि तपाईँले चाहिँ यति राम्रो गरिदिनु भएको छ। बसाइ सर्नेको पनि कम हुँदै गएको मानेको छु। कुला नाला पनि खोला नाला पाइप पानीहरू पनि घरको अगाडि बगिरहेको देखिरहेको छु। यहाँ आउँदा तपाईँसँग बस्दाखेरि कति रमाइलो लाग्छ। यहाँबाट चाहिँ छोडेर नजाम भन्ने जस्तो भइरहन्छ। अब तपाईँ कति वर्ष इराक बसेर आएर यस्तो कहाँबाट यस्तो तपाईँको सोच आयो जो कि तपाईँले चाहिँ आज यो यस्तो हाम्रो दुर्गम ठाउँलाई पनि तपाईँले यति राम्रो गरिदिनु भयो? ल एउटा केही बारेमा तपाईँले भनिदिनुहोस्। तपाईँको लाइफ इराकको बारेबाट भन्दै यहाँसम्म आएकोलाई तपाईँले भनिदिनु पऱ्यो। वास्तवमा त भाइ चाहिँ अब के हो भने चाहिँ हामी एउटा सामान्य किसान वर्गका छोरा हौँ। हजुर। हामीले अब धेरै चाहिँ एउटा पढाइ लेखाइ गरेर स्वदेशमा रोजगारी खान सकिएन। हजुर। तैपनि एउटा सामान्य पढलेखाइ गर्दै गए पनि हामीले आफ्नो मिहिनेत कौशलता, सामाजिक एउटा सभ्यता, सामाजिक एउटा पारिवारिक आफ्नो व्यवस्था सबैलाई एउटा चाहिँ मध्यनजर राख्दै एउटा विभिन्न चाहिँ एउटा समयमा सुरुमा म 2051 सालदेखि म साउदीमा गएँ। हजुर। साउदीमा 4 वर्ष बसियो। हजुर। त्यस पछाडि आएर यतै काठमाडौँमा 1-2 वर्ष बसियो। हजुर। यहाँ पनि काम गर्यो। त्यस पछाडि यस्तै कर्म गर्दै अब म विदेश नजाने, गाउँघरमै केही गर्ने, आफ्नो एउटा केही पेसा गर्ने भन्ने कुराहरूमा लाग्दै पछि केही अचानक फेरि हाम्रो साथी टेकप्रसाद भण्डारीजीले अब अहिले यहाँ गाउँमा बस्ने उमेर छैन, अझै कमाउने हो, हामी चाहिँ कहीँ जानुपर्छ, केही गर्नुपर्छ भन्नुभयो। अनि पछि हामी इराकतिर मैले एउटा चाहिँ मल्टिपर्पज बिजनेस ल्याएको छु। अनि इराकतिर हेरौँ अहिले एकचोटि यतातिर जाम भन्नुभयो। त्यस पछाडि इराक गइयो। इराकमा गएपछि अब उहाँले अब त्यही म्यान पावर सम्बन्धी काम गर्दै गर्नुभयो। मैले एउटा चाहिँ कम्पनीमा काम गरेँ। त्यो कम्पनीमा काम गर्दाखेरि अब पहिले सुरुमा त अब सामान्य एउटा भाषा सिक्ने यताउति कुराकानी अब परिचित हुँदासम्म 1-2 महिना यताउति काम भयो। हजुर। जुनसुकै काममा पनि अब लाग्यो। हजुर। केही समय पछाडि अब त्यहाँ सेटल भइयो। अब सेक्युरिटी गरिदियो हेर्नुहोस्। अनि करिबन अब 4.5 वर्ष जति सेक्युरिटी काम गरेर इराकमा। हजुर। इराक त्यो आर्मी क्याम्प थियो मामा हैन? आर्मी क्याम्पको भित्र, भिक्टोरी आर्मी क्याम्प भित्र। त्यो त खतरनाक त बरु जोखिम मोल पनि पर्यो त्यहाँ त हैन? त्यो एकदमै त्यहाँनिर एकदम खतरा थियो। अब बेला बखतमा पुरा अब रकेट ट्याङ्करमा लन्चरहरू आउँथ्यो। बङ्कर मुनि त्यहाँ बङ्कर मुनि लुक्न पर्ने थियो। त्यहाँ अब पुरा चाहिँ अब जीव ज्यानको मय मारेर नै समयकाल बिताइयो। त्यस पछाडि अब मैले हुँ पनि धेरै साथीहरूसँग भनिदिन्थ्यो कि साथी अब लगभग अब यो इराक सकिँदै पनि जाँदैछ। अब संयोग बाँचेर घरमा गइयो भने अब विदेश फर्केर के आउनु छ र जो जसरी भए पनि आफ्नै घर गाउँमा केही बिजनेस गर्नुपर्छ अनि बस्ने हो भन्दाखेरि के गर्नुहुन्छ तपाईँले बिजनेस भन्ने यस्ता पूर्वतिरका साथीहरूले अब बिजनेस अब त्यही हो जाने। अब एउटा ठाउँ हेर्ने, सानोतिनो एउटा चाहिँ बिजनेस केही, अब कुखुरा पालन, बुङ्गुर पालन, पशुपालन, खेती गृहस्थी, अरू केही न केही गर्न सक्ने जे सकिन्छ त्यो गर्नुपर्छ। अब यसरी अब यो अब 30-40 वर्ष बिताइसकेपछि हजुर त्यस पछाडिको उमेर अब कति पो बाँचिन्छ र हामी आफ्नो गाउँघर समाजमा बस्ने, केही चाहिँ एउटा समाजलाई पनि केही एउटा आफ्नो चाहिँ सन्देश दिने, केही समाज परिवर्तनतिर जाने, परिवारहरूको साथमा रहने अनि छोटो समय दिनलाई त्यसरी चाहिँ एउटा बिताएर जीवन एउटा पार गर्न सकेला भन्ने त्यस्ता कुराहरू साथीहरूको बिचमा गरिन्थ्यो। हाम्रा पूर्वकातिर झापाका अनि साथीहरू धेरै थिए। अनि त्यतातिर पोखरातिरका साथीहरू उहाँहरूले ओहो तपाईँले त अब यहीँबाट प्लान बनाउन लाग्नुभयो, के गर्ने मन छ, कसो गर्ने मन छ भन्नुहुन्थ्यो। मैले अब उहाँ टेकराजी पहिला आउँदाखेरि पनि ल मानिस अब त्यहाँ यस्तो ठाउँमा यस्तो ठाउँमा कहीँ जग्गा पाइनु अलिकति सस्तो मस्तो जग्गा राखिदिनु बनाइदिनुहोस्, कारणवश आइयो भने त्यो ठाउँमा केही गर्न परोस्, गरेर एउटा जीवन निर्वाह गर्नु पर्ला। उही सोच्नु भएको छ, उही इराक हुँदाखेरि सोच्नु भएको छ। हजुर। अब यस्ता कुराहरू मैले उहाँलाई नि भनेको थिएँ। अनि त्यस पछाडि म यहाँ आएर मैले एउटा ठाउँहरू खोज्दै जहाँ हिँड्दै क्रममा मैले यो ठाउँमा
एउटा यो बस्तीलाई भेटाए हजुर अनि यहाँ कुरोकानी मिल्यो यो जग्गा किनियो किनेपछि अब यहाँ मान्छेहरू धेरैले अहिले भन्दैछन् अब तपाईँ चाहिँ एउटा यो पुरा अलिकति जग्गा पौल बनाएर बस्नु थियो तपाईँ चाहिँ अब चाँडै आत्तिएर बस्नुभयो अब तपाईँले यहाँ चाहिँ विकास गरिदिनु भयो यहाँ बाटो ल्याइदिनु भयो खानेपानी ल्याउनु भयो तपाईँले यहाँ चाहिँ अब विद्युत ल्याइदिनु भयो अब यस्तो तपाईँ बसेर यहाँ हराभरा यस्तो रमाइलो गरिदिनु भयो त्यसो भइसकेपछि अब यहाँ मान्छेहरूले तपाईँलाई अब यहाँ चाहिँ कोही आवश्यक जमिन जग्गाहरू बेच्ने खालकाले पनि नबेच्ने मनस्थितिमा गए त्यो भएपछि अब तपाईँले अब गर्दाखेरि नै तपाईँलाई अब जग्गाको कमी भयो हजुर भन्ने कुराहरू यहाँ धेरै मान्छेहरूले भन्छन् हजुर तर मैले के हो भनेपछि अब त्यसरी अर्काको सम्पत्तिप्रति लोभ गरेर होइन अब जो आफ्नो भाग्य र लेखातमा छ जो आफ्नो क्षमताले भेट्छ त्यही काम गर्ने हो हजुर जो जति आफूले गरिरहेछ कोही यहाँ चाहिँ अहिले भाडामा ल्याइया छ कोही कसैको हत्या पनि गराइया छ अब आफ्नो पनि बनाइया छ त्यसो गर्दै जाँदाखेरि अब अहिलेसम्म यहाँ परिवारहरूले पनि अब यहाँ बसी के गर्ने भन्ने कुराहरू त गर्छन् अनि बाहिरका मान्छेले पनि अब कोहीले अब तपाईँले अब छोराहरूले यहीँ मात्रै राख्ने हो कि बाहिर कतै पठाउने यताउति गर्ने भन्ने कुरा नि छन् मैले अब पछि छोराहरूको इच्छाको कुरा अहिले छोराहरूले सोच्दा र मान्दासम्म त साथमै छन् काम गर्दैछन् अब घाटा नाफा व्यापार बिजनेस यस्तै हो तर के हो भनेपछि स्टाब्लिट हुँदैछु केही गर्दैछु अब अहिलेसम्म जनतन एउटा व्यावसायिक रूपमा म छु तर अलिकति फलदायी लाभ कम छ किनभनेपछि व्यवस्थित हुँदैछु अब सबै चिजको एउटा टाइम लाग्छ हजुर सबै चिज अहिले मामाको पासमा गाईहरू कति छन् होइन सङ्ख्या बुङ्गुर फार्म पनि खोल्नुभयो बुङ्गुरहरू मैले त्यसबाट के राज्यले तपाईँलाई के राहत देऊ कि दिएन मामा के राज्यले यस्तो मिहिनेत गर्ने मान्छेलाई राज्यले राहत दिनुपर्ने हो सुरुमा त मैले यहाँ तरकारी व्यवसाय गरेँ तरकारी व्यवसाय पनि गर्नुभयो दुध पनि गर्नुभयो त्यस पछाडि कुखुरा पालन गरेँ कुखुरा पालन गरेपछि बुङ्गुर पनि ल्याएर राखेँ बुङ्गुरहरू पनि पालन गरेँ त्यति बेला यहाँ बाटोघाटो नभएको हुनाले विद्युत मैले आफ्नो सिङ्गल 50-60 हजार रुपियाँ खर्च गरेर सिङ्गल लाइन खिचेर अब मैले 6-7 वर्ष त मैले सिङ्गल लाइन आफै ल्याएर अब दुःख गरेर चलाएको थिएँ हजुर त्यति बेला पावर कमीले गर्दाखेरि हजुर अब यहाँ चाहिँ अब उ भएन हजुर हजुर अब लाइन भएन हजुर त्यसो हुँदाखेरि मैले अब बुङ्गुर पाल्ने कुखुरा पाल्ने काम अहिले छोड्दै गएर फेरि अब गाई व्यवसायमा लाग्यो त्यस पछाडि गाई व्यवसाय गर्दै जाँदाखेरि अब अहिले बुङ्गुर कुखुराहरू नभएर हजुर अब यही गाई छन् भैँसी गरेर मेरो अब सबै जम्मा अब 20-21 छन् 20 गाई भैँसी जति छन् अब वस्तु छन् मसँग 20-21 छन् सबैले घाँसको व्यवस्था पनि गर्नु भएको छ अब घाँस खेती गरिरहेछ अब अरू खेती पनि गरिरहेछ अनाज खेती पनि अहिले मामाले गर्दै आइरहेको उर्वरा शक्ति जमिनबाट खेती कति मुरी जति तपाईँले खेती योग्य गर्दै हुनुहुन्छ कति मुरी जति फलाइरहनु भएको छ कति मुरी जग्गा अहिले अब जग्गा भन्ने कुरा हो भने त अब मैले चाहिँ बर्खे हिउँदे गर्दा लगभग 100 मुरी भन्दा बढी धान त हुन्छ अब जौँ गहुँ हजुर मकै अरू खेतीहरू अब छिन्न भिन्न अब 1-2 मुरी 2-4 मुरी हजुर अब त्यही जौँ गहुँहरू अब कोही अहिले के नै हिउँदे सिजनमा पढाइ गरी उ गराइन्छ अब घाँस खेती गरिन्छ खेती चाहिँ कम गरिन्छ गहुँ खेती जौँ खेती कम हुन्छ मकै छ हैन मकै खेती मकै हल्का फुल्का हुन्छ अब घाँसमा पढाइ गरी घाँसको व्यवस्थित गरिनु भएको छ घाँस त्यति गाईहरूलाई त्यही भएर अब पराल चाहिने भएको हुनाले धान खेतीमा बढी जोड गरिन्छ हजुर अनि गहुँ जौँमा हल्का गरिन्छ मकै कमै गरिन्छ अरू बाँकी घाँसेमा र घाँस सम्बन्धी नै गर्दाखेरि अब खेती अहिले चाहिँ हिउँदे खेतीमा गहुँ जौँ अलिक कमै छन् यही अब 400 मुरी गहुँ जौँ 400 मुरी हेर्नु त यति तपाईँले यस्तो मिहिनेत गरेर आफ्नै पौरखले यति उ गर्नु मिहिनेत गर्नुभयो तर तपाईँले के राज्यले दिनुपर्ने केही राहत पाउनुभयो मामा तपाईँले राहत यस्तो मान्छेलाई राज्यले राहत दिएको फेरि अरू पनि मान्छेले चाहिँ तपाईँको देखासेखी गरेर चाहिँ विदेश पलायन नहुने र आफ्नै गाउँठाउँमा कृषि योग्य गरेर आफ्नै देशलाई चाहिँ आफ्नै गाउँठाउँलाई हराभरा पारेर यहाँबाट चाहिँ राम्रो व्यवस्थित गर्नु पर्यो राज्यबाट केही राहत पाउनुभयो मामा तपाईँले राज्यबाट राहत हुनु पर्यो तपाईँ जस्तो मिहिनेत गर्ने मान्छेलाई पहिले सुरुमा अब
पशुपालन गर्ने भन्ने एउटा विषय त हामीले एउटा प्लान बनाइएको थियो। हजुर यो गाई पालन अब दुग्ध एउटा उत्पादन पशुपालनतिर लाग्नुपर्छ भन्ने एउटा हामीले एउटा बिरबहादुर पुन हजुर अनि गङ्गाराम बिसी हजुर अनि म अँ लगायत एकजना कृष्ण चाहिँ आचार्य हुनुहुन्थ्यो, कृष्ण अधिकारी आचार्य अधिकारी उहाँ हुनुहुन्थ्यो। साथीहरू हामी 3-4 साथीहरूको बिचमा बसेर हजुर अब यो क्षेत्रमा अब भिङ्ग्री बेलवास सारीको यो 3वटा गोठीबाङ गरी 3-4वटा गाविसभित्र हजुर कम्तीमा पनि एउटा गाविसमा 15-20 गाई पालन गर्दै घर घर टोलमा एकान्त गाईबाट कम्तीमा 10 लिटर 8 लिटर दुध उत्पादन गर्दै गइयो भने यो क्षेत्रभित्र कम्तीमा 400-500 लिटर दुध उत्पादन गरियो भने त अब भोलि यो दुधलाई बाहिर चाहिँ अब डिटिसीले पनि लग्न सक्छ, हजुर नेपाल दुग्ध संस्थाले पनि लग्न सक्छ। हामीलाई त्यति अब दुधको आवश्यक यहाँ खपत हुने नहुनेसँग टेन्सन हुँदैन। अब यो विषयमा सबै ठाउँमा एउटा चाहिँ समूह बनाएर एउटा पशुपालन गाई पालन समूह बनाएर अनि हामी चाहिँ एउटा गाईहरू चाहिँ भित्राउने काम गरौँ भनेर गिरबहादुर गुरुङजी यहाँहरू मिलेर हामी सबैले एउटा यो बेलवासमा अनि सारीमा भित्राइयो गाई। अनि जब गाई ल्याइयो अब अलिकति फर्मको रूपमा हामी लिएर अनि दाबरमा दमलखोलाभित्र उसले गिरबहादुर गुरुङहरूको उहाँहरूले ल्याउनु भयो, उमेश गुरुङले गरिराख्नु भयो पछिसम्म। त्यो फर्म चाहिँ उहाँहरूले पनि अहिले चाहिँ अब हटाउँदै गएर अहिले सामान्यमा परिणत हुनुभएको छ। अहिले 1-2टा होला सायद, उहाँले ठुलो फर्मबाट अलिक घट्दै जानुभएको छ। अनि यहाँनिर पनि सारीमा पनि धेरै जसोले अब धौधौ भयो भनेर गाई पछि लास्टमा गङ्गाराम गाई पनि मलाई ल्याएर सोधिदिनु भयो, सरस्वती बुढाथोकीले पनि मलाई ल्याएर सोधिदिनु भयो। त्यसो भइसकेपछि यो गाई यसरी मसँग कहाँ जम्मा भएको थियो। तर सुरुमा हामीले गाई फर्म बनाउने क्रममा हामीले प्युठान जिल्ला पशु सेवाले एउटा भगार सुधारको प्रति भगारको 20,000 को दरले हामीले चाहिँ एउटा सहयोग गरेका थियौँ। अनि पछिल्लो चरणमा यो जुन स्थानीय निकायको चुनाव भएपछि अनि स्थानीय सरकारले प्रति गाईको 25,000 को दरले, त्यति बेला हामीसँग 5वटा गाई थियो, 5वटा गाईको 25,000 दरले त्यसको रकम प्राप्त भएको थियो। अनि एकचोटि मैले जिल्ला कृषि सेवाले तरकारी व्यवसायमा त्यहाँबाट एउटा 40,000 बराबरको एउटा टनेल अनि बिउ बिजन धेरै बिउ बिजनहरू नि गर्नुभयो यहाँ मुनि, टमाटर खेती सबै साग सब्जीहरू अनि लगाउनु। यो नगरपालिकाले पनि 40,000 बराबरको यो 1-2 रुपियाँ जति अनुमान मसँग त धेरै थियो, उहाँहरूले कति एउटा मापदण्ड बनाउनु भएको थियो होला। उहाँहरूको मापदण्डभन्दा माथि नै मेरो अब तरकारी खेती देखेपछि मलाई पनि उहाँहरूले 40,000 बराबरको एउटा रकम उपलब्ध गराउनु भएको थियो। त्यस पछाडि अहिलेसम्म अब अरू कुनै निकायबाट यस्तो लिने पाउने भन्ने चाहिँ पहल सोच विचार कसैबाट केही उपलब्ध छैन। बाँकी चाहिँ अब आफ्नै तरिकाले काम गर्दै गइएको छ। अब हाम्रा अब यहाँ मेरो अहिले हेर्दाखेरि अब यो 9 फाँटमा अनि पाल्लो फाँटमा पारी पनि लगभग चाहिँ 1 बिघाभन्दा बढी खेत छ। अनि यहाँ पनि लगभग 1 बिघाभन्दा बढी छ। अब यो 5 रोपनी पारी गर्दाखेरि 5 रोपनी गर्दाखेरि लगभग यहाँ पनि अब त्यति खेत चाहिँ भइसक्यो, त्यति खेत छन्। तर अब दुवै ठाउँतिर यहाँका मान्छेहरू पनि मानु छन्। अहिले हामीले अब कुलो बनाइयो, अब सबै आफ्नै पहलमा छ। यहाँका चाहिँ समुदायहरू पनि पुरा निस्किरहेछन्, उनीहरूले गरिदिएकोमा मात्रै आँखा चाहिँ तानेर हेर्छन्। अनि पारी पनि अब कुलोलाई प्लस्टर गर्ने यताउति केही छैन, पारीको कुलो पनि त्यस्तै छ, पानी घट्दै गएको छ। अब मैले यहाँ व्यावसायिक रूपमा एउटा बसोबास रूपमा बस्नको लागि, खेती किसान गरेर खानको लागि, यहाँ एउटा बस्ती विस्तार गर्नको लागि एउटा हाम्रो सिँचाइ स्रोत कम हुँदै गएको अवस्थामा कम्तीमा नदी नजिकमा भएको कारणले यहाँ चाहिँ एउटा लिफ्टिङ सिस्टम पनि पहल गरिदिनुस् भन्ने कुराहरू मैले राखिरहेको छु। तर यहाँ चाहिँ एउटा राज्यले केही सुनाइ गरे छैन, सही एउटा जिम्मेवारी पक्षले सही अब दृष्टिकोण बनाएको छैन र यहाँ चाहिँ त्यसको एउटा कुनै लक्ष्य आधारहरू निकालेको छैन। मामा यो मेरै म नजिनुभन्दा अगाडिको यो जरुवा खेतको कुलो छ मामा, अहिले आउँदाखेरि बनाएर रेडी पार्नु, तपाईँ यहाँ बसी बसाउ गर्दा बित्तिकै
अहिले तपाईँ आएर मिहिनेत गरेर त्यो जौरा खोलाको 50 वर्ष अगाडिदेखि हामी नजरभन्दा अगाडिको त्यो जौरा खोला अलिअलि हल्का हामीले थाहा पाउँछौँ त्यो यहाँबाट कुलो थियो भन्ने हुन्थ्यो त्यो भत्क्यो ढुङ्गा चाल्ने आँपहरूकोदेखि मुनि भत्क्यो भने त्यो भत्केर अहिले तपाईँ आएर यो कुलो चालु गर्नुभयो यो कुलो अहिले हेर्दाखेरि जौरा खोलाको कुलो अहिले तपाईँ यहाँ बैसी बाउजू गरे भए कारणले गर्दा तपाईँको चासोले गर्दा आज त्यो कुलो पनि तपाईँको घरको आँगनमा आए देखेँ मैले धेरै खुसी लाग्यो प्लस्तर पनि गर्नुभएको रहेछ आधा कुदा प्लस्तर गरेर टक्क राखेर अहिले यो पानी पनि तपाईँले त्यति वर्षसम्म लापत्ता भइरहेको पानीलाई व्यवस्थित गराएर आफ्नै घरको अगाडि ल्याउनु भयो त्यसमा पनि केही राज्यले केही हेल्प गर्यो कि हजुर त्यसमा अब जे होस् अब मैले चाहिँ धेरै पहल गरेँ अब यसमा मैले अब वास्तवमा म अन्त कतै लागेको थिइनँ अब यहाँ चाहिँ हाम्रो स्थानीय सरकार अब वडासँग नै माग गरिरहेका थिए हजुर हजुर अनि यो खास गरी यो कुलो भनेको लगभग 49 वर्ष जति भइसकेर हाम्रो चाहिँ प्रमोट भएको हजुर अनि यहाँ चाहिँ यो ठाउँमा म जहाँ मैले यो बोट बनाएको छु म बसोबास गरेको छु यसको मुख्य पानी भनेको यसको दर्ता पानी त्यही जौरा खोलाको त्यो पानी लापत्ता भइरहेको थियो अरू कसैले युज गरिरहेको थियो धेरै त्यो पानीको यो खेतको पानी बन्जर थियो यो खेत पनि यहाँ तपाईँ आएर यहाँ हराभरा गर्नुभयो त्यो पानीबाट यहाँ लगभग तपाईँको यहाँ चाहिँ 80-85 मुडी माटो चाहिँ यो त्यो पानीले लाग्ने माटोहरू त्यतिकै परिरहेको थियो हो त्यस पछाडि मैले यहाँ पहल गर्ने क्रममा अब हाम्रो त्यति बेला हिँडामणी भण्डारी हुनुहुन्थ्यो अध्यक्ष हजुर उहाँको पालामा उहाँले 1 लाख रुपियाँले सहयोग दिनुभयो कठैबारी उहाँले गरिदिनु भएको 1 रुपियाँ सहयोग गर्नुभयो हजुर अब त्यो 1 लाखले केही छेउ लाग्नेवाला थिएन हामी कसैले सोध्ने चितोउने अवस्था थिएन त्यस बिचमा मान्छेहरूले के भनेपछि अब यो चिज हुँदैन यो असम्भव चिज हो कसरी हुन्छ कहाँबाट हुन्छ भन्ने कुरा भयो त्योभन्दा पहिले मैले हाम्रो आफै स्रोत जुटाएर लगभग 70,000 खर्च गरिसकेको थिएँ त्यसमा मैले अहिले पनि मसँग 7वटा पाइप मध्येमा अहिले 6वटा पाइप छ मैले 38,000 को बिल पनि मसित छ त्यो पाइप मेरो पासमा परिरहेको छ त्यो मैले आफ्नो पर्सनल किनेर ल्याएँ जहाँ कि त्यो कुलो सम्पन्न गर्नको लागि हजुर हो त्यो कुलो सम्पन्न हुन नसकेपछि ठेकदार भागेपछि हामीले अब बाटा सजिलो ठाउँमा गरी खन्ड्यो जहाँ भिरकालनामा बनाउँछु भनेर उसले पाइप ल्याउन लगाइदियो ऊ छोडेर भागिसकेपछि अब हाम्रो त्यो काम अस्तव्यस्त भयो त्यो पाइप मेरो थाप्लामा आएपछि त्यो पाइप मैले नै आफै भोगेँ मसितै छ अझै तपाईसित छ हजुर अझै छ मसित त्यस पछाडि त्यो पाइपलाई हामीले अन्त कहीँ लगाउन सक्छौँ यहाँबाट जो राज्यसँग हामी कुराकानी गरेर त्यो पाइपलाई अन्त युज गरेर तपाईँलाई त्यो पैसा भुक्तानी गर्दा तपाईँ त्यसमा हुनुहुन्छ त्यसमा तपाईँ खुसी हुनुहुन्छ यदि त्यसो भए त्यो अनर्थ बसेको चिजलाई अब समिति निकायले सदुपयोग गरेर मलाई आर्थिक उपलब्ध भए पनि म एउटा सामान्य किसानले सामान कहाँ छन् त्यो पाइपहरू कहाँ छन् पाइपहरू यही मेरै गोठमा छन् देखाइदिनु पाए हुन्थ्यो कि देखाइदिएर त्यो लगभग तपाईँहरूले अब त्यो सम्बन्धित निकायहरूले यो भिडियो हेर्न चाहनुहुन्छ भने हेर्नुभयो भने चाहिँ उहाँले ल्याएको त्यो पाइप आफ्नो पर्सनल किनेर ल्याउनु भएको छ यो चाहिँ राज्यको अन्त कुनै निकायमा काम आओस् र उहाँको बिल सहितको त्यो चाहिँ उहाँलाई चाहिँ भुक्तानी गरियोस् भन्नु पनि यही भिडियो मार्फत चाहिँ हाम्रा नगरपालिकाका मेयरहरू अध्यक्षहरूलाई पनि म तपाईँहरूलाई जानकारी गराउन चाहन्छु उहाँले आफ्नै विकट ठाउँ गाहेरको पुरानो आफ्नो पुर्खौली घर त गाहेरको मामाको होइन र हजुर गाहेरकोबाट मामा बसाइ सरेर यो हाम्रो 9 ठाउँमा फाँटमा आएर बस्नुभयो लगानी लगाउनु भयो यहाँबाट कति जनताहरू चाहिँ विस्थापित पनि भयो बसाइ सरेर गए अहिले चाहिँ बसाइ सरुन्छ भन्दाखेरि या कुनै जग्गाको मोल सोध्नु भयो भने यहाँ बसाइ मामा आएदेखिबाट चाहिँ यो 9 को फाँटको चाहिँ मूल्य नै अगाडि बढिसक्यो र पानीको पनि क्यापेसिटी बढिसकेको छ अब बेच्नमा पनि रोकिसक्यो हैन जग्गाको भाउ पनि बढिसक्यो कसैले चाहिँ यहाँबाट चाहिँ अहिले हामी कहीँ जान चाहन्नौँ बाँदरबाट पनि रोकाउटी भइसकेको छ मामा आया बसेदेखिबाट र त्यसैको कारणले गर्दाखेरि राज्यले हामीले यो अहिले सानो भिडियो जानकारी गराउँदै राज्यले पनि यिनी कुराहरू सुनिदियोस् र मामाले चाहिँ केही राज्यतर्फबाट चाहिँ मेरो यो गुनासो पनि छ कि यस्तो मिहिनेत गर्ने मान्छे चाहिँ मामाको उमेर हुँदाहुँदै पनि इराकमा गएर बसेर आउनुभयो साउदी गएर बसेर आउनुभयो उहाँले चाहिँ होइन मेरै आफ्नै देशमा केही गर्छु मेरै गाउँठाउँमा केही गर्छु भनेर नै उहाँले विदेशको मय मारेर आफ्नै ठाउँमा चाहिँ जोडी के भन्छ नि यसलाई मिहिनेत गरेर
चाहिँ आफ्नो गाउँठाउँलाई हराभरा पारेर अहिले यो नोबिसेको फाँटलाई धेरै राम्रो गरिदिनु भएको छ र यही भिडियोबाट नै तपाईँहरूलाई एउटा मैले जानकारी गराउँछु कि मामालाई राज्यबाट केही न केही राहत मिलोस्। उहाँले लगानी लगाउनु भएको पाइपहरू यहाँ त्यत्तिकै थन्किएर बसिरहेका छन्, त्यो पाइप बनिबोधन राज्यले लग्दोस् र त्यही बिल अनुसार हेरेर मामालाई चाहिँ भुक्तानी गरियोस् पनि भन्न चाहन्छु। अरू केही छ मामा भन्नुपर्ने तपाईँलाई राज्यबाट कुनै? यसमा एउटा कुरो अब जस्तो सल्लाह सुझाव दिन तपाईँले एउटा यो जुन जरा खोला कुलो गर्नुभयो, जरा खोलामा त्यही अब 1 लाख आएपछि हामीले 1 लाखले हामीले एउटा चाहिँ बेस बनाइयो। हजुर। त्यस पछाडि एउटा अर्को चाहिँ एउटा एकीकृत विकास साना किसान विकास योजना के भन्ने चाहिँ एउटा संस्था थियो। हजुर। त्यो संस्थाले आएर चाहिँ हामीले लगभग 1.5 लाख जति सहयोग गरेपछि सहयोग गर्यो, अलिकति केही राहत भयो। त्योबाट हाम्रो चाहिँ आरसीसी सम्पन्न भयो। त्यसरी हाम्रो कुरो सम्पन्न हुँदै आयो। अनि पछिल्लो क्रममा अहिले यो गत साल 1 लाख रुपियाँ फेरि ओडाले थप दियो। हजुर। त्यसो हुँदै अनि अर्को ठाउँमा अलिकति फेरि 70,000 जति फेरि हिरामणीको पालामा थप दिनुभएको थियो। यी गर्दै त्यो कुलोलाई सम्पन्न गरियो। हजुर। अब अरू विषय कुराहरू त यिनी छन् थुप्रै। अब त्यो कुलोलाई अझै पुरा प्लास्टर गर्न पर्ने छ। हजुर। यही हाम्रो 9 विषय कुलामा खै अब अहिलेसम्म पहिले 1.5 लाख रुपियाँ हिरामणी पालामा आएको थियो, अहिले भएको छैन। अब अहिले चाहिँ यो प्रधानमन्त्री कृषि परियोजना भन्ने के संस्थाले दिएको छ, त्यहीमा चाहिँ 1.5 लाखले अहिले अलिकति केही कुलो बनाइयो। यहाँ पनि कुलो अब त्यस्तै अस्तव्यस्त छ, पानीको समस्या छन्। अनि त्यसो हुँदै चाहिँ अहिलेसम्म त्यस्तै अवस्थामा यो अहिलेको राज्यलाई मेन सन्देश के दिन चाहनुहुन्छ तपाईँ? कृषि प्रधान देश मात्र भन्ने र चाहिँ कृषिमा चाहिँ लगानी दिँदाखेरि सिँचाइ चाहिँ नदिने भन्ने र सिँचाइ चाहिँ राम्रो तरिकाले दिने भन्ने केही सन्देश दिन चाहनुहुन्छ तपाईँले? होइन, अब राज्य नै आफै अब सबै कुरा राज्यले आफै चाहिँ बोल्छ भने गर्न त राज्यले गर्ने जिम्मेवारी उसको हातको कुरो। हजुर। अब यस्ता चिजहरू अब छ कि अब यहाँ चाहिँ कमी केही पनि छैन। यहाँ गरी पुर्याउने मान्छेको मात्रै कमी छ। गरी पुर्याउन नसक्ने नजाने मान्छेहरू कमी छ। अब यसको लागि के हो भनेपछि अब राज्य संयन्त्रमा बस्ने मान्छेहरू, अब पदग्रहण गरेर रहने मान्छेहरू, कर्मचारीदेखि ल्याएर अब जनप्रतिनिधिहरूको बिचमा पनि उनीहरूले अब कर्मचारीहरूले अब हामी त एउटा तलब खाने मात्रै भन्नेमा उनीहरूको त्यो दृष्टिकोणले आफ्नो चाहिँ टाइम पास गर्ने। जनप्रतिनिधिहरू अब हामी त सान मानसँग जनप्रतिनिधि भन्ने, अब कहाँ छन् अलिकति बिहा भोज मान्छे मर्या अब काँती गएर देखिँदाखेरि हामी चाहिँ परिचित हुन्छौँ भन्ने मात्रै उनीहरूको चाहिँ ध्यान बढी चाहिँ छ अहिले यो नेपालको सन्दर्भमा हेर्दाखेरि। अब वास्तवमा अब यस्तो होइन, यहाँनिर कि जुन पक्षमा जुन विचारमा जुन अब सोच चिन्तनले एउटा गर्नुपर्ने त्यो ठाउँमा सोच चिन्तन राखेर गर्ने चिजहरू नगरेर अब हिजो बोल्ने बेला एउटा, अहिले गर्ने बेला एकपट्टि। अब यस्तो किसिमको अब राज्यको एउटा त्यो किसिमको एउटा पोलिसी छ। अब यो चाहिँ माथिदेखि तलसम्म नै छ। त्यसो भए हुनाले यो देशको अब परिवर्तन समग्र विकासको लागि त यो चाहिँ एउटा समग्र किसान मजदुरहरूको एउटा क्रान्ति बिना यो परिवर्तन हुँदैन। र यो चाहिँ अब एका दोकाले चाहेर हुनेवाला होइन। यो अहिलेको निम्न पुँजीवादी युगमा भोलि कुनै न बेला कुनै यस्ता चाहिँ सर्वहारा र श्रमजीवी किसान मजदुरहरूले बाध्यतावश एउटा चाहिँ लाठी उठाएर यो देशलाई चाहिँ एउटा चाहिँ परिवर्तन गर्न उनीहरूले एउटा चाहिँ चाह्यो भने त्यो एउटा समयको माग हो। त्यो कसैले रोकिने छैन। अवश्य यो देश परिवर्तन हुनेछ। तर अहिलेको भाषण र यो चाहिँ एउटा जुन चाहिँ तमझमले अब त्यो शासनले मात्र देश परिवर्तन हुँदैन। किनकि यहाँ धेरै जसो अब राज्य संरचनादेखि ल्याएर जनसमुदायमा पनि विभिन्न एउटा सङ्घ संस्था समूह विभिन्न त्यस्ता चिजमा चाहिँ एकदम उनीहरू चाहिँ एउटा ठाकठिक छन्। तर आफ्नो सामाजिक एउटा पारिवारिक रूपमा कसरी के गर्ने, आफ्नो जिम्मेवारी के छन्, कति गरिरहेछ कति गरिरहेको छैन, कसले गर्यो कहाँ गरेन भन्ने, कसले के जानेछ कसले के बुझिरहेछ भन्ने चिजसँग कसैले पनि अब त्यो विषयको कसैले पनि चिन्तन छैन। सबै म ठिक छु मैले गरेको छु भन्ने छ। अब आफ्नो ढुनमा कति आफूले के गरेर आफ्नो चाहिँ स्वार्थ पुरा हुन्छ त्यही रूपमा यो समाज छ र राज्य पनि त्यस्तै रूपमा एउटा चाहिँ विलिन हुँदै गएको अवस्थाले गर्दाखेरि सायद यो राज्यले बेलामा सोच्यो भने अब साँच्चै नै यो
कृषि प्रधान देशलाई एउटा राम्रो परिवर्तन गर्न सक्ने छ यदि चाहिँ त्यस्ता सम्बन्धित निकायले सोच्न सकुस् सोचेपछि। अनि यही खेतको मुनिबाट 100 मिटर 200 मिटर तल बस